हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज योगा पोजेसहरूमध्ये उष्ट्रासन क्यामेल पोज गर्न जाँदैछु र त्यसको फाइदा बारेमा के भन्दैछु हजुरहरूलाई। लेट्स बिगिन। अनि यो स्पेसली हामी यो पोज चाहिँ हार्ट ओपनिङको लागि गर्छौँ। त्यसको लागि हामी फर्स्ट अफ अल हामी हिप विथ अपार्टमा हाम्रो निजलाई राख्ने होइन, अनि त्यस्तै गरेर लेग्सलाई चाहिँ टोजहरूलाई चाहिँ ग्राउन्ड डाउन गरेर राख्ने। फर्स्ट अफ अल हामी वार्मअप गर्नुपर्छ। हामी एकैचोटि पोजमा जान मिल्दैन। हामीले अलिक दिन प्र्याक्टिस गरेर सकेपछि हामी एबल सक्छौँ भनेपछि मात्रै जानुपर्छ, किनकि हाम्रो ब्याकलाई चाहिँ स्टफनेस, ब्याकलाई इन्जुरिज हुन सक्ने चान्सेस छ यो पोजमा। त्यसको लागि हामी ह्यान्डलाई स्ट्रेट गरेर ह्यान्ड बिस्तारै ब्याक बेन्डिङ गर्ने, टच गर्दै लेग्सलाई। अनि हामीले स्टार्ट गर्नु अगाडि चाहिँ लोवर ब्याकमा राख्ने र फिङ्गर्सलाई चाहिँ डाउनवार्डतिर फर्काएर राख्ने। अनि इनहेलसँगै हाम्रो चेस्ट ओपनिङ गर्ने र एक्सहेलसँगै बिस्तारै बेन्डिङ गर्दै जाने ब्याकलाई। त्यस्तै गरेर हाम्रो ह्यान्डले चाहिँ लेग्सलाई यो हाम्रो टच गर्ने। निस्किने बेलामा बिस्तारै हामीले गर्नुपर्ने हुन्छ, क्लासिकल इन्जुरिज हुनसक्छ। राइट ह्यान्डलाई चाहिँ लेफ्ट सोल्डरमा र लेफ्ट ह्यान्डलाई चाहिँ राइट सोल्डरमा गर्दै हाम्रो घरको पोज जुन चाइल्ड पोज गर्ने, अनि हामीले 3 ब्रिथ इन ब्रिथ आउट गर्नुपर्छ त्यो पोजमा। अब यो पोजको फाइदाहरूको बारेमा कुरा गर्नु पर्दाखेरि यो पोज चाहिँ हामीलाई, यो पोजले चाहिँ हाम्रो चेस्ट ओपनिङ गर्न हेल्प गर्छ। त्यस्तै गरेर लङको क्यापेसिटी जुन बढाउँछ, अनि त्यस्तै गरेर हाम्रो यो स्पाइनको फ्लेक्सिबिलिटीलाई पनि हेल्प गर्छ। त्यस्तै गरेर हाम्रो यो डाइजेसनलाई स्टिमुलेट गर्छ। अर्को भनेको यसले हाम्रो स्ट्रेस र जुन हाम्रो फटिग हुन्छ नि, हामीलाई थकै लागेको, त्यसलाई पनि केही हदसम्म कम गर्ने काम गर्छ। यति भन्दै आजको लागि धन्यवाद, नमस्ते।